नयाँ दल यहाँ लेखा भए हुन्थ्यो नि मजासँग, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँचिन्छ। रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरूलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो त्यो नीतिमा। राष्ट्रलाई दलीयकरण, व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखा भए हुन्थ्यो। अझै खुल्लम खुल्ला राष्ट्र ब्याङ्क त हजुर काङ्ग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। धितो पत्र बोर्ड एमाले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो। फलानु देशको राजदूत, यो दलीयकरणलाई निरन्तरता दिइन्छ लेखा भए हुन्थ्यो नि त। अझै दलीयकरणलाई तल भुइँसम्म पुर्याइन्छ। त्यहाँको स्कुलहरू, त्यहाँको कलेजहरू, त्यहाँको खानेपानीहरू आफ्ना दलका कार्यकर्तालाई अपुङ्गी त्यहाँ नेतृत्व प्रदान गरिनेछ भनेर लेखा भए हुन्थ्यो। अझै लेखा भए हुन्थ्यो यो सदनलाई, यो सदनको सिर्जना मारिनेछ, यहाँ आरोप र प्रत्यारोपको बहस गराइनेछ। कतिसम्म त भन्दा रक्सी मैले चोर्या हो होइन भन्ने बहससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। निरस बनाइया छ सदनलाई, निरस छ सदन। गरेका काम त गर्ने काम र बना नीति त लेखा भए हुन्थ्यो नि। अर्को लेखा भए हुन्थ्यो अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखा भए हुन्थ्यो। भ्यू टावर मजासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। अनि मैले पत्याउनु पर्ने यो अहिलेको पत्याउँदिनँ, छैन, निरस छ। विश्वास छैन हजुर, कसैको विश्वास छैन। छातीमा हात राखेर आफ्नो इष्टदेवतालाई सम्झेर, आफूले खाएको शपथ सम्झेर पक्ष र विपक्षमा, विश्वासको पक्ष र विपक्षमा मतदान गरौँ। कसलाई सम्झेर? कुलदेवतालाई सम्झेर, इष्टदेवतालाई सम्झेर। दुई त्यही कहाँ आउँछ? विश्वास छैन यसमा। सम्माननीय सभामुख महोदय, अब यसपटक म सरकारलाई सुझाव दिन्न। 29 महिनासम्म यो सदनभित्र आफ्नो अनुभवको विज्ञता भएको क्षेत्रको, आफ्नो अनुभव भएको विशेष क्षेत्रको र आफूले अनौपचारिक रूपमा अध्ययन गर्दै गरेको र अनुसन्धान गर्दै गरेको कृषि क्षेत्र र नेपालको पुँजी बजारको बारेमा मैले व्यापक सुझावहरू दिएको छु। आउँदैन त, नआए पछाडि किन दिने? यो 29 महिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट र हामीले उठाएका र छेडेका बहसहरू, त्यो बहसको अपनत्व यहाँका गठबन्धन र यहाँका दलहरूले लिँदैनन् भने यसपल्ट तपाईँहरूलाई सुझाव छैन। अर्थतन्त्रमा विश्व ख्याति कमाएका हाम्रा पार्टीको सभापति डाक्टर स्वर्णिम वाग्लेले समग्र अर्थतन्त्र सुधारका लागि दिएका सुझावहरू सुन्या छ? कहिल्यै छैन। हाम्रा उपसभापति डिपी अर्यालले प्रवासी नेपालीका बारेमा र श्रमिकका बारेमा दिएका सुझाव कहिल्यै सुन्या छ? छैन। सन्तोष परियारले समानता र समन्यायिकताका लागि बोलेका आवाज यो सदनमा सुनिया छैन हजुर। यहाँको स्पिकरले मात्रै सुन्या हो, सत्ता चलाउनेले सुन्या छैनन्। डाक्टर चन्दा कार्कीले, डाक्टर तोसीमाले सार्वजनिक स्वास्थ्यमा र स्वास्थ्य क्षेत्रमा दिएको सुझाव सुनिया छैन। शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीति र शिक्षा क्षेत्रमा दिएको सुझाव सुन्या छैन। सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा छेडेको बहस, नीतिगत बहस सुन्या छैन। यहाँ शोभिता गौतमले न्याय प्रणाली, हवाई उड्डयन र सुशासनका विषयमा बोल्या सुन्या छ? छेड्या बहस कसैलाई थाहा छ? सत्ता चलाउनेलाई चाहिँ थाहा छैन। मनिष झाले तथ्य र तथ्याङ्कमा टेकेर, तथ्याङ्कका आधारमा गरिएको मौलिक सृजनात्मक बहस र जनकपुरको विकासको बहस सुन्या छ यो सदनले, यो सरकारले सुन्या छैन। यहाँ शिव नेपालीले यातायात क्षेत्रमा उठाएको आवाजहरू सुन्दैन। यहाँ अशोक चौधरीले कृषि, अनि त्यस पछाडि भूमिपुत्र थारू जनजातिका न्यायका लागि बोलेको सुन्या छैन। यहाँ वृन्दा कठायतले समग्र कर्णाली क्षेत्रको विकासका लागि बोलेका आवाजहरू यहाँ सुनिँदैन। यहाँ के सुनिँदैन? यो गरिमामय सदनमा, यो सदनकै सबैभन्दा कान्छी सांसद हाम्रो दलको सचेतक निशा डाँगीले सञ्चार क्षेत्र र डिजिटल इकोनोमीको बारेमा बोल्या यो सदनले, यो सरकारले जान्दैन, सुन्दैन। वृन्दवासिनी कंसकारले जलनका विषयमा उठाउनु भएको आवाज र मकवानपुरको विकासका लागि बोलेका आवाज सुनिँदैन। यो सदनले लक्ष्मी तिवारीले महिला हक हितका बारेमा बोलेका आवाज यो सरकारले र यो सदनले सुन्दैन। दलका उपनेता विराज भक्त श्रेष्ठले धर्म, संस्कृति र पर्यटनका बारेमा राख्नु भएको तार्किक बहसहरू
ती बहसमा विमर्श गर्न जान्दैन। यहाँ माननीय असीम शाहले डिजिटल युगमा युवाको भूमिकाका लागि छेडेको बहस र फिल्मी क्षेत्रको विकासका लागि उठाइएका आवाजहरू यो सदनमा सुनिँदैन। यो सदनले हाम्रा आवाजहरूलाई सुन्दैन, सरकारले सुन्दैन। अनि किन दिने सुझाव? सुझाव चाहिए भए यो 29 महिनाको बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो सदनमा उठाएका 29 महिना बिचका ती रेकर्डहरू हेरे हुन्छ, पर्याप्त छ। हामीसँग प्राज्ञिक विद्वतहरू पनि हामीसँगै छन्। अनुभव। सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनमा 82-83 को नीति कार्यक्रममा छलफलमा भाग लिँदै गर्दा म वीर शहीदहरूलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु। यो देशका कर्मठ मेहनती किसानहरूको त्यो मेहनतलाई सम्मान व्यक्त गर्न चाहन्छु। अर्थतन्त्रको यस्तो जटिल परिस्थिति र व्यावसायिक वातावरणको यो अँध्यारो बेलामा पनि कर बुझाइरहनुभएका करदातालाई सम्मान व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो 56 पेजको नीति कार्यक्रमको यो दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो। यो दस्तावेज अकर्मण्यतालाई स्वीकृति प्रदान गर्न कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज हो। सम्माननीय सभामुख महोदय, विगतको 2 वर्षको नीति कार्यक्रममा मैले राखेका धारणाहरू रेकर्डमा सुरक्षित छन्। ती विषयहरू आज प्रमाणित भएका छन्। यो नीति कार्यक्रममा बुँदा नम्बर 13 देखि 21 सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीरस नीतिहरू छन्। रस छैन, किनकि विगतलाई उत्खनन गरेर यी नीतिहरूको विश्लेषण गर्ने हो भने 2073 सालको नीति कार्यक्रममा त्यो नीति कार्यक्रमको बुँदा नम्बर 12 मा के लेखिएर छ भने मुख्य खाद्य वस्तुहरू 2 वर्षमै आत्मनिर्भर हुने गरी कृषिमा लगानी बढाइनेछ। यो लेखिएर चाहिँ यो लेखा 10 वर्ष भयो। अब यो चालु आर्थिक वर्षमा हामीले आयात 1309 अर्बको गरेछौँ। त्यो मध्येमा 284 अर्बको खाद्य वस्तु छ। 284 अर्बको खाद्य वस्तु छ। 200 अर्ब त हामी कृषिमा व्यापार घाटामा छौँ। अब अर्को 2075-76 को नीति कार्यक्रमको बुँदा नम्बर 32 मा के लेखिया छ भने मत्स्य उत्पादनमा आत्मनिर्भर हुने, अर्गानिक नेपाल बनाउने, कृषि उपजको अर्गानिक उत्पादन गर्ने अभियान तत्काल सुरु गर्ने। यो तत्काल शब्दमाथिको अत्याचार होइन होला, यो त 75 सालको कुरा हो नि। माछा किसानको हालत के छ? आज आन्ध्र प्रदेशबाट फर्मालिन र नाइट्राइड हालिएको विषाक्त माछाहरूले बजार पाएका छन्। त्यहाँ प्रवर्धन भएको छ। नेपालमा उत्पादन भएको माछाको लागि बजारको सुनिश्चितता छैन। सम्माननीय सभामुख महोदय, म यो गरिमामय सदनलाई जानकारी गराउन चाहन्छु। हाम्रो पार्टी सभापति गृहमन्त्री भएको 3 महिनामा माछा किसानले बजार पाएको थिए, मूल्य पाएको थिए। मैले स्मरण गराउन चाहे। अब त्यही वर्षको बुँदा नम्बर 34 मा 70-71 को बुँदा नम्बरको 16 मा जैविक मलको उत्पादन, अर्गानिक खेतीमा जोड, कृषि उत्पादनमा बजारको प्रत्याभूति गरिनेछ भनेको छ। यो वर्ष मेहनत गरेका किसानहरूले उत्पादन गरेको दूध सरकारलाई बेच्दा पैसा नतिर्या कसले? बजारको 75 सालमा लेखेको चिज छ, बजारको ग्यारेन्टी गरिन्छ। बुँदा नम्बर 17 मा आत्मनिर्भरताको कुरा छ। कहिलेको 2075 सालको महिला कृषक लक्षित विशेष कार्यक्रम लागू गरिनेछ। त्यो विशेष भने के हो? कति अमूर्त! 75 सालमा त्यो विशेष कार्यक्रमले महिला दिदीबहिनीलाई कोरियाको फार्म हाउसमा काम गर्न बाध्य बनाएको छ। खाडीका देशहरूका ती कम्पनीहरूमा काम गर्न बाध्य बनाएको छ। दिदीबहिनीलाई जापानको रेस्टुरेन्टमा काम गर्न बाध्य बनाएको छ। कति अमूर्त विशेष कार्यक्रम, त्यो पनि 75 सालमा। त्यतिकै निरस भने हो मैले यो दस्तावेजलाई। अब अझै जाउँ।
यसपटकको बुदा नम्बर 16 मा कृषिमल कति वर्ष भयो कृषिमल कारखाना खोल्ने भने 80-81 मा त लेखेको थियो त। मैले निरस त्यतिकै भने हो। 2070-71 को मैले एउटा चासो राख्ने र मेरो अनुभवको विज्ञता भएको क्षेत्र नेपालको पुँजी बजारको क्षेत्र 70-71 सालमा के लेखेको छ है त। के लेखेको छ भने बुदा नम्बर 21 मा पुँजी बजारलाई अन्तर्राष्ट्रिय बचत तथा लगानीका लागि आधुनिकीकरण गर्ने, विश्वसनीय पुँजी बजार बनाउने, पुँजी बजारको विकास गरिने भनिएको छ। आज म 75 सालमा आमरण अनसन बसेर त्यहाँ 58 बुदा अपनत्व गरेको थियो तत्कालीन सरकारले। त्यो 58 बुदा अझसम्म कार्यान्वयन भएको छैन। त्यहाँ त अझ खेलोमेसोवाला हिजो समाचार के आइराखेको थियो। नियामक नियुक्तिका लागि चाहिँ एउटा भाग यो चाहिँ भाग 13 भन्ने ठम्पो बनाइएको छ। कहाँको विस्तार त्यहाँ मार्जिन ल्यान्डिङका कुराहरू छन्, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने कुरा छ, प्रविधि भित्राउने कुरा छ। यो 70 सालमा भएको काम आजसम्म भएको छैन। अनि मैले आएर यो दस्तावेज अहिले पत्याइदिनु पर्ने, मानिदिनु पर्ने छैन। अब 68-69 सालको नीति कार्यक्रममा द्वन्द्वकालको बेलामा बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्ने, बेपत्ता पारिएका नागरिकहरूको खोजी गर्ने, उच्च स्तरीय आयोग बनाउने, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी संक्रमणकालीन न्यायको प्रत्याभूति गरिने भनेको छ। आज यत्रा वर्ष 14 वर्षसम्म त्यो त के भए घुर्की लाउने ठाउँ भए, थर्काउने ठाउँ भए, एकले अर्कालाई हुन्छ नि देखिया छ नि 3 जना एकै ठाउँमा बस्या। त्यहाँ संक्रमणकालीन न्यायको अवस्था कस्तो छ? 14 वर्ष भयो। त्यही 68 सालको नीति कार्यक्रम बुदा नम्बर 31 सम्पत्ति शुद्धिकरण आर्थिक अपराधका विषय छन्। यही बीचमा हैन यो देश ग्रे लिस्टमा परेको। अनि त्यो सम्पत्ति शुद्धिकरण भन्ने नीति कहाँ प्रयोग भयो? नयाँ दलको एउटा पार्टी सभापतिमाथि सांसद पद खोज्नलाई प्रयोग भएको छ। कहिले त 31 वहाँ कता 68 सालको नीतिमा त्यहाँ छ। 68 सालको नीतिको बुदा नम्बर 45 हेर्नु होला। त्यहाँ के छ? रुग्ण उद्योगहरूको उत्थान र सञ्चालनका लागि विशेष कार्यक्रम ल्याइनेछ। हेर्नुस् त, वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आफ्नो जीवनी लेखेर किताब बेच्दै हिँड्नुभएको देख्नु भएको होइन? अनि मैले अहिले पत्याइदिनु पर्ने यो दस्तावेजलाई, यसमा विश्वास राख्नु पर्ने छैन, केही पनि छैन। गजब छ। यहाँ गजब हुँदो रहेछ। गर्न नसक्ने काम र नगरेका काम लेख्ने, नीतिमा हाल्ने, अनि गरेका काम नलेख्ने पो रहेछ। गरे चाहिँ के छ त है त? नयाँ दल यहाँ लेखा भए हुन्थ्यो नि मजासँग। नयाँ दलहरूमाथि राजनीतिक प्रतिस्रोत साँचिन्छ। रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरूलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो त्यो नीतिमा। राष्ट्रलाई दलीयकरण, व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखा भए हुन्थ्यो। अझै खुल्लम खुल्ला राष्ट्र ब्याङ्क त हजुर काङ्ग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। धितो पत्र बोर्ड एमाले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो। फलानु देशको राजदूत। यो दलीयकरणलाई निरन्तरता दिइन्छ लेखा भए हुन्थ्यो नि त। अझै दलीयकरणलाई तल भुइँसम्म पुर्याइन्छ। त्यहाँको स्कुलहरू, त्यहाँको कलेजहरू, त्यहाँको खानेपानीहरू आफ्ना दलका कार्यकर्तालाई अपुङ्गी त्यहाँ नेतृत्व प्रदान गरिनेछ भनेर लेखा भए हुन्थ्यो। अझै लेखा भए हुन्थ्यो यो सदनको सिर्जना मारिनेछ, यहाँ आरोप र प्रत्यारोपको बहस गराइनेछ। कतिसम्म त भन्दा रक्सी मैले चोर्या हो होइन भन्ने बहससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। निरस बनाइएको छ सदनलाई, निरस छ सदन। गरेका काम त गर्ने काम र बना नीति त लेखा भए हुन्थ्यो नि। अर्को लेखा भए हुन्थ्यो अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखा भए हुन्थ्यो। भ्युटावर मजासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। अनि मैले पत्याउनु पर्ने यो अहिलेको पत्याउँदिन। छैन, निरस छ। विश्वास छैन हजुर, कसैको विश्वास छैन। छातीमा हात राखेर आफ्नो इष्टदेवतालाई सम्झेर, आफूले खाएको शपथ सम्झेर पक्ष र विपक्षमा, विश्वासको पक्ष र विपक्षमा मतदान गरौँ। कसलाई सम्झेर? कुलदेवतालाई सम्झेर, इष्टदेवतालाई सम्झेर। दुई त्याइ कहाँ आउँछ? विश्वास छैन यसमा। सम्माननीय सभामुख महोदय, अब यसपटक म सरकारलाई सुझाव दिन्न। 29 महिनासम्म यो सदनभित्र आफ्नो अनुभवको विज्ञता भएको क्षेत्रको
आफ्नो अनुभव भएको विशेष क्षेत्रको र आफूले अनौपचारिक रूपमा अध्ययन गर्दै गरेको र अनुसन्धान गर्दै गरेको कृषि क्षेत्र र नेपालको पुँजी बजारको बारेमा मैले व्यापक सुझावहरू दिएको छु। आउँदैन त, नआए पछाडि किन दिने? यो 29 महिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट र हामीले उठाएका र छेडेका बहसहरू, त्यो बहसको अपनत्व यहाँका गठबन्धन र यहाँका दलहरूले लिँदैनन् भने यसपल्ट तपाईँहरूलाई सुझाव छैन। अर्थतन्त्रमा विश्व ख्याति कमाएका हाम्रा पार्टीको सभापति डाक्टर स्वर्णिम वाग्लेले समग्र अर्थतन्त्र सुधारका लागि दिएका सुझावहरू सुनेका छ कहिल्यै? छैन। हाम्रा उपसभापति डिपी अर्यालले प्रवासी नेपालीका बारेमा र श्रमिकका बारेमा दिएका सुझाव कहिल्यै सुनेका छैन। सन्तोष परियारले समानता र समन्यायिकताका लागि बोलेका आवाज यो सदनमा सुनिया छैन। हजुर, यहाँको स्पिकरले मात्रै सुन्या हो, सत्ता चलाउनेले सुन्या छैनन्। डाक्टर चन्दा कार्कीले, डाक्टर तोसीमाले सार्वजनिक स्वास्थ्यमा र स्वास्थ्य क्षेत्रमा दिएको सुझाव सुनिया छैन। शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीति र शिक्षा क्षेत्रमा दिएको सुझाव सुन्या छैन। सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा छेडेको बहस, नीतिगत बहस सुन्या छैन। यहाँ शोभिता गौतमले न्याय प्रणाली, हवाई उड्डयन र सुशासनका विषयमा बोल्या सुन्या छ। छेड्या बहस कसैलाई थाहा छ? सत्ता चलाउनेलाई चाहिँ थाहा छैन। मनिष झाले तथ्य र तथ्याङ्कमा टेकेर तथ्याङ्कका आधारमा गरिएको मौलिक सृजनात्मक बहस र जनकपुरको विकासको बहस सुन्या छ यो सदनले, यो सरकारले सुन्या छैन। यहाँ शिव नेपालीले यातायात क्षेत्रमा उठाएको आवाजहरू सुन्दैन। यहाँ अशोक चौधरीले कृषि अनि त्यस पछाडि भूमिपुत्र थारू जनजातिका न्यायका लागि बोलेको सुन्या छैन। यहाँ वृन्दा कठायतले समग्र कर्णाली क्षेत्रको विकासका लागि बोलेका आवाजहरू यहाँ सुनिँदैन। यहाँ के सुनिँदैन? यो गरिमामय सदनमा, यो सदनकै सबैभन्दा कान्छी सांसद हाम्रो दलको सचेतक निशा डाँगीले सञ्चार क्षेत्र र डिजिटल इकोनोमीको बारेमा बोल्या यो सदनले, यो सरकारले जान्दैन, सुन्दैन। वृन्दवासिनी कंसकारले जलनका विषयमा उठाउनु भएको आवाज र मकवानपुरको विकासका लागि बोलेका आवाज सुनिँदैन। यो सदनले लक्ष्मी तिवारीले महिला हक हितका बारेमा बोलेका आवाज यो सरकारले र यो सदनले सुन्दैन। दलका उपनेता विराज भक्त श्रेष्ठले धर्म, संस्कृति र पर्यटनका बारेमा राख्नु भएको तार्किक बहसहरू, ती बहसमा विमर्श गर्न जान्दैन। यहाँ माननीय असीम शाहले डिजिटल युगमा युवाको भूमिकाका लागि छेडेको बहस र फिल्मी क्षेत्रको विकासका लागि उठाइएका आवाजहरू यो सदनमा सुनिँदैन। यो सदनले हाम्रा आवाजहरूलाई सुन्दैन, सरकारले सुन्दैन। अनि किन दिने सुझाव चाहिए भा? यो 29 महिनाको बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो सदनमा उठाएका 29 महिना बिचका ती रेकर्डहरू हेरे हुन्छ, पर्याप्त छ। हामीसँग प्राज्ञिक विद्वतहरू पनि हामीसँगै छन्। अनुभवले खारिएको, अनुभव सहितको ज्ञान भएका विद्वत र हाम्रा अनुभवहरू पनि छन्। ती 9 महिनामा हामीले गरिमामय सदनमा प्रस्तुत गरेका छौँ। नयाँ दलमाथि कसरी प्रतिस्रोत साँच्ने, नयाँ दललाई कसरी रोक्ने, यसमा होइन हजुर। हामी प्रतिस्पर्धी बनाऊ, हार्दिक प्रतिस्पर्धी बनाऊ न। हामी केही गर्न भनेर आएन, हामी धेरै गर्न भनेर आएका हौँ। किनकि यहाँ धेरै बिग्रिएको छ, थोरै बनेको छ। थोरै बनाउनको लागि व्यापक रूपमा समयको बर्बादी 10औं गुणा बढी समय लगाइएको छ। थोरै गर्नको लागि, थोरै गरिएका कामका लागि धेरैभन्दा धेरै आर्थिक स्रोतको दोहन गरिएको छ। त्यसैले म भन्न चाहन्छु, हामी केही गर्न आएको होइन, हामी धेरै गर्न आएको हो। हामी सृजनशील छौँ, हामी रचनात्मक छौँ। अनि हाम्रो सृजनशीलता र रचनात्मकतालाई तपाईँहरूले जुन किसिमको प्रतिस्रोत साँच्नु भएको छ नि, त्यो प्रतिस्रोतको औजारले काम गर्दैन हजुर, काम गर्दैन। आज यहाँ कर्मठ कर्मचारीहरूलाई जुन किसिमसँग डन्डा चलाइन्छ, लेखे हुन्थ्यो नि, कर्मठ कर्मचारीहरूलाई डन्डा चलाएर कारबाही गरिन्छ। अनि हाम्रो दलको छ नि त त्यहाँ कर्मचारी सङ्गठनमा राजनीति गरेर दलीय स्वार्थका लागि अल्छी र क्षमता नभएका कर्मचारीलाई भने जस्तो ठाउँ दिइन्छ, लेखा भए हुन्थ्यो नि त, गरे त त्यही छ।
यथास्थितिमा चल्दैन भनेर कृपया विपक्षी हाम्रो दलभन्दा विपक्षी दलका मान्यज्यूहरू यो यथास्थितिमा चल्दैन भनेर आफ्ना शीर्षस्थहरूलाई छातीमा हात राखेर इष्टदेवता सम्झेर यो देश सम्झेर आफ्नो मतदाता सम्झेर सम्झाउनुस्। यथास्थितिमा चल्न दिन हुँदैन। यसका लागि नागरिक तयार छ, हामी तयार छौँ। हामी माथिको प्रतिस्रोतको म निन्दा गर्न चाहन्छु, यो खारेजी गर्न चाहन्छु। आउनुस्, रचनात्मक सृजनात्मक प्रतिस्पर्धी बनौँ। धन्यवाद।